हेलो गाइस, सम्पूर्णमा नमस्ते। आज खास भ्लग भिडियो बनाउनको यो कारण छ कि आज चाहिँ नास्ता के खाने भएको हुँदा आज चाहिँ अब उता मामा हुनुहुन्छ, मामासँग र बुढीसँग सल्लाह भयो कि आज चाउचाउ खाने। अब चाउचाउ चाहिँ हाम्रो यतातिर त मिल्दैन, हामीले जानुपर्छ उता। अब लाग्यो अब चाउचाउ ल्याउनुतिर उता मामा पनि हुनुहुन्छ साथमा, र हामी अब दुईटा मामाले चाहिँ हामी जान्छौँ अब उता चाउचाउ ल्याउनको लागि। आज विशेष अब हाम्रो प्लान चाहिँ चाउचाउ खाने भन्ने भएको छ। अब यो मुम्बईमा पनि अब मुम्बईमा अब चाउचाउ जताततै पाउँदैन हाम्रो नेपालको जसरी, होइन मामा? अब हामीले गएर उताबाट ल्याउँछ। हाम्रो नेपालका जस्तो हल्का फरक हुन्छ, टेस्टी हुँदैन नेपालका जस्तो त। नेपालका जस्तो हुँदैन अलि। यहाँनिर गन्डाको जुस पनि खाइयो अनि अब लागिन्छ उतातिर। अवस्था पनि सधैँ बोर भयो, होइन मामा? आज हिँडेरै जाउँ भन्ने प्लान भयो, त्यसपछि हामी हिँडेरै उता जाइरहेछ। ये चाउचाउ नहीं है, किधर मिलेगा कुछ आइडिया? यता पनि मिलेन। अब हामी चाहिँ यताबाट लाग्छौँ, खै कहाँ पाइन्छ चाउचाउ, अन्त पाइन्छ भन्ने अनलाइन कसैलाई सोध्नुपर्छ, त्यसपछि मिल्यो भने ठिक छ, नमिल्यो भने फाइनली अब उता पनि पाएन। अब हामी चाहिँ यताबाट हिँडिहाल्ने भयो होइन, त्यस्तो भने जान्छ उता यहीँ आइज। ठिक छ, यता पनि मिलेन। अब हामी लाग्यो अब यताबाट पनि खाली धोका मात्रै भयो यता आएर। के गर्ने हो त, मामा चाहिँ टोलाइसक्नु भएको छ, झ्याउ भयो अरे मलाई। भिनाजु मामाले भन्नुहुन्छ कि उता आफ्नो भिनाजु हुनुहुन्छ, अब भिनाजुलाई सोधौँ खै काहीँ मिल्छ भने उहाँले भन्नुहुन्छ भनेर भन्न लाग्नु भएको छ। र अब हामी जाँदैछौँ उता उहाँको भिनाजुकोतिर, होइन? फिक्स अब खै पाइन्छ पाइँदैन त्यो त थाहा भएन, नपाए पनि ठिक छ, केही सोच्नु पर्ला, केही अब केही बनाएर खाने, होइन? नास्ता त खै केही खाइहाल्नुपर्छ। आज विशेष चाउचाउ खाने भनेको थियो हामीले, त्यो चाउचाउ खानको लागि नै हामी उहाँबाट यहाँसम्म आइयो। लगभग बिस्तारै हिँडेर आउँदा लगभग हामीलाई त 1 घन्टै लागिहाल्दा पनि हामीले दुईवटा दोकानमा सोध्यौँ र दुईटै दोकानमा पाइएन। नपाए पनि के गर्ने, हामी चाहिँ यताबाट लाग्छौँ अनि उता गएर यता पुग्यो। यता पुगिँदाखेरि अब भतिजले चाहिँ पानी अब हामी खान्छौँ। अब चिसो छ, चिसो पानी छ यता। अब चिसो पानी पाउनु चाहिँ हाम्रो पाहाडको जस्तो यता हुँदैन मुम्बईतिर, अब फ्रिजमा हालेको पानी पाइन्छ। चिसो त एकदमै छ यार, पानी पनि चिसो पानी पनि खुवायो र एकदमै खुसी लाग्यो। चाउचाउ नपाए पनि अब केही खाने हामीले केही प्लान गर्छौँ अरू। फाइनली आज चाउचाउ नमिल्दाखेरि अब आजको नास्ता पास्ता खाने प्लान भएको छ। अब पास्ता खाइन्छ।